आन्याङहासे हो। नमस्कार साथीहरू, आज हामी कोरियन शब्द बनाउने तरिका सिक्नेछौँ है त साथीहरू। हामीले पहिलो दिनमा चाहिँ कोरियन कन्सोनेन्टको बारेमा पढ्यौँ हैन, कोरियन सिंगल कन्सोनेन्ट अनि डबल कन्सोनेन्टको बारेमा पढ्यौँ। त्यसपछि हामीले दोस्रो दिन चाहिँ कोरियन भोयल्सको बारेमा पढ्यौँ अनि हामीले चाहिँ सिंगल भोयल को बारेमा पढेका छौँ है त। आज चाहिँ हामी कोरियन शब्द बनाउने तरिका सिक्नेछौँ। कोरियन शब्दहरू कसरी बनेको हुन्छ त? कोरियन ओड बनाउनको लागि, कोरियन ओड बनाउनको लागि कन्सोनेन्ट प्लस भोयल चाहिँ हुनुपर्छ। यति चाहिँ बुझ्नु पर्छ। कोरियन ओड तब मात्र बन्छ जब कन्सोनेन्ट र भोयल एड हुन्छ है। जस्तै मैले के लेखे त? आन्याङ लेखे। यसमा यो के हो त? कन्सोनेन्ट। यो के हो? कन्सोनेन्ट। यो के हो? भोयल। भोयल हैन। यो के हो त? यो पनि कन्सोनेन्ट। के हो? कन्सोनेन्ट। यो के हो त? यो पनि कन्सोनेन्ट। यो के हो? भोयल। यो के हो? कन्सोनेन्ट हो। यसरी कन्सोनेन्ट र भोयल मिलेर बनेको हुन्छ है त साथीहरू। अब हामी यसलाई सरल तरिकाले सिक्छौँ है त। अब के गर्ने त भन्दाखेरि एक नम्बरमा चाहिँ हामीले एक नम्बरमा चाहिँ कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोयलहरू के हुन्छ त? अब कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोयलहरू थाहा हुनु पर्यो है त। के हुन्छ? हामीले के पढेका थियौँ? एक नम्बरमा यो के हो? आ। दुई नम्बरमा यो या। तीन नम्बरमा यो अ। चार नम्बरमा यो य। अनि अर्को चाहिँ लास्टमा जुन ई छ नि हो यो ई। आ, या, अ, य अनि ई कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोयलहरू। कुनै पनि कन्सोनेन्टको यिनीहरू दायाँपट्टि लाग्छ के? दायाँपट्टि भन्नाले दायाँ हात कता छ त हाम्रो? हो त्यो साइडपट्टि लाग्छ। यो तल माथि बायाँ लाग्दैन है त कन्सोनेन्टको। कन्सोनेन्टको कता लाग्छ त? दायाँपट्टि। अनि कन्सोनेन्ट चाहिँ यिनीहरूको बायाँपट्टि लाग्छ भनेर बुझ्दा पनि हुन्छ है त। कन्सोनेन्ट यिनी पाँचवटा, यी पाँचवटा आ, या, अ, य, ई को बायाँपट्टि लाग्छन् भनेर बुझ्दा पनि हुन्छ। अर्थात् कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोयलहरू चाहिँ पाँचवटा आ, या, अ, य र ई। यसरी बुझ्दा सजिलो हुन्छ है त साथीहरू। अब कसरी लाग्छन् त यिनीहरू दायाँपट्टि? यसको बारेमा पनि हामी बुझौँ है। जस्तै यो कन्सोनेन्ट छ। यो ग, न, द, र, म, ब, स, अ, ङ, ज, छ, ख, थ, फ, ह। अब यो कन्सोनेन्टहरू छन् है। अब यिनीहरूको दायाँपट्टि लाग्छन् यिनी शब्दहरू। न तल लाग्छ, न बायाँ लाग्छ, न माथि लाग्छ है त। कसरी दायाँपट्टि लाग्छन् त? हेर्नुहोस् त। जस्तै हामीले यो अ र ङलाई लियौँ है। जस्तै हामीले यो लेख्यौँ है। आ, या, अ, य अनि ई है त। यी पाँचवटा चाहिँ कन्सोनेन्टको दायाँपट्टि लाग्छ। अब हामीले कन्सोनेन्ट चाहिँ कतापट्टि लगाउने त? कतापट्टि लगाउने त? कन्सोनेन्ट यसको यतापट्टि बायाँपट्टि लगाउने, किनकि यो यिनीहरू त कन्सोनेन्टको दायाँपट्टि लाग्छन् हैन। त्यही भएर हामीले कन्सोनेन्ट कहाँ लाउने त? यहाँ लाउने। यो जिरो भनेको के हो त? अ अथवा न है। यो पनि अनि बायाँपट्टि है त है। यसरी यो भनेको के हो त? यो भनेको यो साइडको के हो त? बायाँ साइडको कन्सोनेन्ट हो कि हैन? कन्सोनेन्ट हो। यो दायाँ साइडको चाहिँ के हो त? भोयल हो कि हैन? यो चाहिँ भोयल हो। यो चाहिँ कन्सोनेन्ट है। कन्सोनेन्ट भइहाल्यो। त्यही भएर कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोयलहरू चाहिँ आ, या, अ, य र ई हुन् है। अब यसको उच्चारण के हुन्छ त? के होला त यसको उच्चारण? यसको उच्चारण के हुन्छ भन्दाखेरि यसको उच्चारण आ नै हुन्छ। यसको उच्चारण पनि या नै हुन्छ। यसको उच्चारण अ हुन्छ। यसको उच्चारण य हुन्छ। यसको उच्चारण ई नै हुन्छ। अब कन्सोनेन्ट एड गर्दा पनि यसको उच्चारण त भोयल नै भयो भन्ने मनमा लाग्न सक्छ है। यो कसरी भयो भन्दाखेरि यसमा पनि एउटा रुल छ है त साथीहरू। के रुल छ त भन्दाखेरि के रुल छ त? हेर्नुस् त के रुल छ त? यो जिरो भन्ने छ नि, जिरो भन्ने यो अ अथवा ङ भनेर उच्चारण हुन्छ नि जुन,
यो चाहिँ के छ भन्दाखेरि कुनै पनि शब्दको हैन, कुनै पनि शब्दको सुरुमा बीचमा अर्थ वा अन्तिममा आयो भने यसको उच्चारण, यसको भन्नाले यो जिरोको उच्चारण हुँदैन अर्थात् साइलेन्ट रहन्छ है, साइलेन्ट हुन्छ। हो यही रुलको कारणले गर्दाखेरि चाहिँ यसको उच्चारण नभएर यो आको आ नै लेखियो, याको या नै, तर यो चाहिँ कन्सोनेन्ट चाहिँ हो, किनकि यो एउटा शब्द त बन्यो नि त हैन। किन भन्दाखेरि शब्दहरू बनाउँदाखेरि चाहिँ कन्सोनेन्ट र भोयल अनिवार्य मिलेको हुनुपर्छ। अब यसलाई आ नै उच्चारण गर्दाखेरि के चाहिँ कुन चाहिँ कन्सोनेन्ट एड गर्ने त हो कि हैन? कुनै शब्दहरू यस्तो हुन्छ कि भोयलहरूबाट मात्रै त्यो उच्चारण हुन्छ के, भोयल मात्रै उच्चारण हुन्छ है, स्वर वर्णबाट मात्रै उच्चारण हुन्छ है। जसरी नेपालीमा हुन्छ नि, जस्तै इनार, अब यो इ के हो त? भोयल हो नि त हैन। अब यसलाई हामीले गिनार भन्न मिल्यो त? मिलेन नि त। हो त्यसरी नै कोरियामा पनि के छ भन्दाखेरि भोयलहरू मात्रै उच्चारण हुन्छ के, कुनै ओडहरू यस्तो छ भोयलहरू उच्चारण हुने गर्छ। जस्तै यजा है, य भने के हो त? य भनेको के हो त? यहाँ हेर्नुस् त, य भनेको के छ त? यो भनेको भोयल हो नि हैन, यो भनेको भोयल हो। अब त्यही भएको कारणले गर्दाखेरि अब यसमा त हामीले कुन कन्सोनेन्ट लगाउने त? कन्सोनेन्ट त लाउनु पर्यो नि त, हो कि हैन? कन्सोनेन्ट लाउनु पर्यो कि परेन? यो भनेको य हो भनेपछि हामीले यसरी यजा मात्रै यो लेख्दा मात्रै शब्द हुँदैन के, त्यो चाहिँ विशुद्ध हुन्छ है कोरियन रुल अनुसार। यसमा हामीले के गर्नुपर्छ त भन्दाखेरि कन्सोनेन्ट गर्नु पर्यो। तर यसमा हामीले के चाहिँ गर्न मिल्यो त? अब कुन चाहिँ कन्सोनेन्ट एड गर्ने त? त्यसको उच्चारण चाहिँ य नै होस् के। यहाँ हेर्नुस् त, कुनै पनि शब्दको सुरुमा बीचमा वा अन्तिममा आयो भने हैन उच्चारण हुँदैन, साइलेन्ट हुन्छ। अब के राख्न मिल्यो त? यो जिरो राख्न मिल्यो अथवा अथवा न राख्न मिल्यो। यो के हो त? कन्सोनेन्ट हो। यो के हो त? भोयल हो हैन। कन्सोनेन्ट र भोयल त एक ठाउँमा आयो नि त, तर यसको उच्चारण के भयो त? यजा नै भयो। किन भन्दाखेरि यसको उच्चारण साइलेन्ट रहन्छ। सुरुमा बीचमा अर्थात् अन्तिममा आउँदाखेरि यो जिरो भन्ने कन्सोनेन्टको उच्चारण त के हुन्छ त? साइलेन्ट हुन्छ, उच्चारण हुँदैन। त्यही भएर यसको उच्चारण के भयो? य नै रह्यो, हो कि हैन? तर कन्सोनेन्ट चाहिँ जोडियो कोरियन रुल अनुसार। अब यो ज भइहाल्यो, अनि यो जबाट जा गर्दाखेरि यो आ जोडियो, हो कि हैन? अब यसको उच्चारण त हुन्छ नि त, यजा हुन्छ हैन, ज हुन्छ। जबामा आ जोड्दाखेरि जा भयो, यजा भयो। हो यो कुरा हामीले बुझ्नु पर्ने हुन्छ। जस्तै अर्को शब्द हेर्नुस् त, आन्यङ। आन्यङ भनेको आन्यङ, यो भनेको के हो त? आन्यङ नमस्कार भन्छ है त। नमस्ते ठाडो भाषामा चाहिँ कोरियामा आफ्नो साथी अथवा आफूभन्दा सानोको मान्छेलाई, व्यक्तिलाई चाहिँ आन्यङ भन्ने गरिन्छ है। अब आन्यङ भनेको चाहिँ यसमा यो आ छ नि त, हो कि हैन? भन्नुस् त, आन्यङ आ छ भनेपछि यसको उच्चारण नै आ छ के। यसमा हामीले कन्सोनेन्ट चाहिँ एड गर्नुपर्छ, तर त्यसको उच्चारण पनि आ नै रहोस्, त्यस्तो खालको कन्सोनेन्ट एड गर्नु पर्यो। त्यो कन्सोनेन्ट कुन हो त भन्दाखेरि जिरो हो। यसको चाहिँ साइलेन्ट हुन्छ। त्यही भएर हामीले यो कुरा चाहिँ बुझ्नु पर्ने हुन्छ। कहिले पनि आ भने त यो हो नि त खासमा त, हो कि हैन? भन्नुस् त। अनि यो हुनुपर्ने हो खासमा, तर कोरियन रुलमा चाहिँ के छ भन्दाखेरि कन्सोनेन्ट पनि हुनु पर्यो के। त्यही भएर चाहिँ यहाँनिर यो थपेको हो, अनि शुद्ध औड बन्यो है। यसरी चाहिँ कोरियन शब्दहरू बनेको हुन्छ है त साथीहरू। अब हामीले याद गर्नुपर्ने कुरा के हो त? कन्सोनेन्टको एक नम्बरमा याद गर्नुपर्ने कुरा के हो त? कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोयलहरूलाई याद हुनु पर्यो। भोयलहरू के हुन्छ कन्सोनेन्टको? यी सबै कन्सोनेन्टहरू, यी सबै भोयलहरू चाहिँ कन्सोनेन्टको दायाँ साइडपट्टि लाग्छ के। हाम्रो जुन राइट ह्यान्ड छ नि, दायाँ हात छ नि, त्यो साइडपट्टि मात्रै लाग्छ, न तल लाग्छ, न बायाँ लाग्छ, न माथि लाग्छ। यी पाँचवटा भोयलहरू चाहिँ कुनै पनि कन्सोनेन्टको दायाँ साइडपट्टि लगाउने। अब कसरी लगाउने हेर्नुस् त, कसरी लगाउने त भन्दाखेरि एकैछिन हेरौँ है त साथीहरू। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। बुझिन भने कमेन्ट पनि गर्नुहोस्।
म त्यसको पुरै रिप्लाई दिनेछु है। अब दायाँपट्टि लाग्छ भन्नाले हामीले जस्तै त्यतिखेर हामीले के गर्यौं त, यो लेख्यौं हैन, यसरी दायाँपट्टि, यो कन्सोनेन्ट चाहिँ बायाँपट्टि, कन्सोनेन्ट बायाँपट्टि है, कन्सोनेन्ट बायाँपट्टि, भोइल दायाँपट्टि हो कि हैन। अब त्यसरी नै हामीले सेम तरिकाले अरु वर्डहरुलाई पनि लेख्न सक्छौं कि सक्दैन भन्नुस् त। अरु वर्डहरुलाई जस्तै यसमा हामीले ल ग लेख्नु पर्यो भने, गा लेख्नु पर्यो भने कसरी लेख्ने त? यो जिरो को ठाउँमा यो जिरो भने न अ अथवा न हो, यो साइलेन्ट भएर मात्रै यसको उच्चारण नभएको हो नि त हैन। यसको ठाउँमा हामीले के लेख्ने त? अब ग लेख्ने, अनि यो के लेख्ने? त्यसपछि आ लेख्ने, यसरी गा है, हो कि हैन। अनि त्यसपछि ग लेख्ने, त्यसपछि के छ त? या लेख्ने, त्यसपछि के छ? अ छ हैन, ग लेख्ने, अ लेख्ने, त्यसपछि य छ हैन, ग लेख्ने, य लेख्ने, त्यसपछि इ छ हैन। के भयो त यो? अब यो गा भयो है, यो ग्या भयो, यो चाहिँ के भयो त? ग भयो, यो पुरा ग भयो है त। अब चाहिँ यो पुरा ग भयो, यो के भयो? ग्य भयो, यो चाहिँ गी भयो हो। यसरी चाहिँ शब्दहरू बन्छ। अब यो कतापट्टि लागेको छ हेर्नुस् त। यो ग भन्ने के हो त? कन्सोनेन्ट हो कि होइन? कन्सोनेन्ट हो नि त। यो चाहिँ बायाँपट्टि लागेको छ। अनि कन्सोनेन्टको दायाँपट्टि चाहिँ के लागेको छ त? कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोइलहरू चाहिँ यिनीहरू लागेको छ है। यसरी नै न पनि हेर्नुहोस्, न पनि सेम। अब यो 14 वटा सिंगल कन्सोनेन्ट र 5 वटा डबल कन्सोनेन्टलाई यसरी नै लेख्ने है त पुरै पेजमा। प्र्याक्टिस धेरै भन्दा धेरै गर्ने है त, बल्ल बुझिन्छ। प्र्याक्टिस नगरिकन केही पनि बुझिदैन है। यता मात्रै पढेर केही पनि बुझिदैन। त्यही भएर हामीले घरमा पनि त्यतिकै धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ है त साथीहरू। अब त्यसपछि न हेर्नुस् त, न यो न भइहाल्यो है, अनि ना है, अनि यो के भयो त? ना भयो है, यो के भयो त? न्या भयो, यो के भयो त? न भयो, यो के भयो? न्य, यो के भयो? नि। हेर्नुस् यसमा पनि हेर्नुस् त, भोइल कतापट्टि लागेको छ? दायाँपट्टि। कन्सोनेन्ट चाहिँ बायाँपट्टि लागेको छ है। हो, यो रुलले चाहिँ यो भन्छ, यो 5 वटा छ है त। 5 वटा चाहिँ कुनै पनि कन्सोनेन्टको दायाँपट्टि मात्रै लाग्छ है त। कहिले पनि यो कुरा चाहिँ पढ्नु पर्यो है। कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोइलहरू चाहिँ आ, या, अ, य, इ हुन् भनेर थाहा हुनै पर्छ है। नत्र त हामीले न पढ्न सक्छौं, न लेख्न सक्छौं, न बुझ्न सक्छौं, न कोरियन भाषा पास नै गर्न सक्छौं। यो चाहिँ जान्नै पर्ने हुन्छ है त कोरियन शब्द बनाउँदाखेरि। हो, 1 नम्बर। अब त्यस्तै गरेर द पनि सेम हो, सबै कुराहरू सेम हो है त। दा, अनि के भयो? द्या भयो, यो दा भयो, यो द्या भयो, अनि यो चाहिँ द भयो, यो चाहिँ द्या भयो, यो चाहिँ दी भयो है। हो, यसरी चाहिँ कोरियन शब्दहरू बनेको हुन्छ है त साथीहरू। अब हामीले 2 नम्बरमा, 1 नम्बरमा त हामीले कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोइलहरू पढ्यौं, तर तिनीहरू के रहेछन् त? 5 वटा मात्रै हुन् हैन। 5 वटा, 5 वटा, अझै 5 वटा त बाँकी छन् त। तिनीहरू चाहिँ कुन साइडमा लाग्छ त? त्यसको बारेमा पढौं है त। यो चाहिँ सबै प्र्याक्टिस गर्नु होला है त। मैले चाहिँ कतिवटा गरे त? 1 2 3 4 वटा मात्रै गरेको छु। अनि 14 वटा यो सिंगल कन्सोनेन्ट। अनि यो केसमा पनि सेम हुन्छ है त, त्यो केसमा पनि सेम हुन्छ, केही पनि फरक हुँदैन है त साथीहरू। जस्तै हेर्नुस् है, जस्तै डबल कन्सोनेन्टको केसमा पनि सेम हुन्छ। यो क छ हैन, यसमा के हुन्छ त? यो का हुन्छ है, का। अनि यो क्या हुन्छ, क्या है। अनि यो क हुन्छ है, पुरा क हुन्छ। अब चाहिँ यो के हुन्छ त? क्या हुन्छ। यो के हुन्छ त? के हुन्छ। अब सेम हो है त, केही फरक छैन। डबल कन्सोनेन्टहरू पनि को पनि दायाँपट्टि भोइल लाग्छ है त, दायाँपट्टि नै भोइल लाग्छ। 19 वटा कन्सोनेन्टको दायाँपट्टि लाग्ने भोइलहरू चाहिँ आ, या, अ, य, इ भनेर बुझ्ने, यसलाई कण्ठ गर्ने, यसलाई रट्ने, यसलाई प्र्याक्टिस गर्ने, बल्ल मात्रै हामी अगाडि बढ्न सक्छौं है त, कोरियन भाषा जान्न सक्छौं। हो, अब चाहिँ हामीले के पढ्ने त भन्दाखेरि 2 नम्बरमा, 1 नम्बर भयो हैन। अब 2 नम्बरमा चाहिँ के पढ्ने त भन्दाखेरि भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है साथीहरू। नबुझेको खण्डमा चाहिँ कमेन्ट गर्नु होला, केही पनि डराउनु पर्दैन, कमेन्ट गर्नु होला। म सबै कमेन्टको रिप्लाई दिनेछु है त। अब 2 नम्बरमा चाहिँ के छ त भन्दाखेरि 2 नम्बरमा
कन्सोनेन्टको तल लाग्ने भोइलहरु कन्सोनेन्टको तल लाग्ने भोइलहरु चाहिँ के हुन्छ त्यो 5 वटा जुन बजेको छ नि हो त्यो भोइलहरु चाहिँ कन्सोनेन्टको तल लाग्छ है एकछिन हेरौं है के बचेको छ त ओ यो उ यु अनि के बचेको छ उ है त उ बचेको छ है त्यसपछि हेर्नुस् है अब के भनेको छ त कन्सोनेन्टको तल लाग्ने भोइलहरु कन्सोनेन्ट अब कता लाग्नु पर्यो त यिनी भनेको त कन्सोनेन्टको तल लाग्ने भोइलहरु हो नि त तलतिर कन्सोनेन्ट कता लाग्नु पर्यो त माथि लाग्नु पर्यो हो कि हैन कसरी लाग्छ त माथि हेर्नुस् त कसरी माथि लाग्छ त ओ भइहाल्यो यो भइहाल्यो उ भइहाल्यो यु भइहाल्यो अनि उ भयो हैन कन्सोनेन्ट चाहिँ यी 5 वटा भोइलको माथि लाग्छ के अथवा कन्सोनेन्टको तल लाग्ने भोइलहरु हुन् यिनी 5 वटा भनेको अब कन्सोनेन्ट कुन यहाँ लाग्छ त लाग्दैन माथि भनेको कहाँ लाग्छ यहाँ लाग्छ यसको कहाँ लाग्छ यहाँ लाग्छ यसको यहाँ लाग्छ माथि यो के हो त यो के हो अ अथवा न हो यो यसको चाहिँ हामीले अघि रुल पढ्यौं हैन कुनै पनि शब्दको सुरुमा बीचमा अर्थात अन्त्यमा आउँदाखेरि यो यसको उच्चारण चाहिँ के हुन्छ त साइलेन्ट रहन्छ तर तल आयो भने चाहिँ यसको उच्चारण न हुन्छ है त आदि न उच्चारण हुन्छ यसको बारेमा हामी पछि फेरि विस्तृत रूपमा पढ्ने छौं है अहिले चाहिँ यति बुझौं कि सुरुमा बीचमा र लास्टमा आयो भने चाहिँ यसको उच्चारण हुँदैन अथवा साइलेन्ट रहन्छ तर यो के हो कन्सोनेन्ट चाहिँ हो हैन कन्सोनेन्टको काम चाहिँ यसले गर्छ त्यही भएर चाहिँ अब यसको उच्चारण के भयो त यसको उच्चारण ओ नै भयो है यसको उच्चारण यो नै भयो यसको उच्चारण उ नै भयो यसको उच्चारण यु नै भयो यसको उच्चारण उ नै भयो है किनकि यो चाहिँ साइलेन्ट रहन्छ त्यही भएर यसको उच्चारण सेम नै रहन्छ यो कन्डिसनमा चाहिँ साइलेन्ट रहेको कन्डिसनमा है जस्तै हामीले यसको ठाउँमा ग राखिदिने हो भने के होला त यसको उच्चारण अब पहिला त हामीले लेख्ने कसरी त यो गलाई यो ग छ हैन ओ सँग कसरी लेख्ने त हामीले गो लेख्यौं अनि यसरी लेख्ने त यो चाहिँ रोङ हुन्छ है यसरी लेख्नु हुँदैन यो चाहिँ रोङ हुन्छ ओलाई बाहिर लेख्नु हुँदैन है यसलाई कसरी लेख्ने गो लेख्ने यो है अब यसमा फेरि गो फेरि के छ यो है फेरि गो फेरि के छ उ फेरि गो फेरि के छ यु फेरि उ अब यसको उच्चारण के हुन्छ त अब सेम हुन्छ त ओ नै होला त यसको उच्चारण हुँदैन किन भन्दाखेरि हामीले उच्चारण गर्नुपर्ने व्यञ्जन एड गरेका छौं यसको त उच्चारण हुन्छ नि त ग यसको त उच्चारण हुँदैन त सुरुमा बीचमा अथवा अन्त्यमा आउँदाखेरि यसको त उच्चारण हुन्छ अरु सबैको उच्चारण हुन्छ हैन त्यही भएर हामीले यसको उच्चारणमा के लेख्ने त यसको उच्चारण हुँदाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि सुरुमा कन्सोनेन्ट एड गरेका छौं नि त्यो चाहिँ सुरुमा आउँछ के गो अब यसको उच्चारण गो भयो यसको उच्चारण के भयो ग्यो भयो यसको उच्चारण गु भयो यसको उच्चारण ग्यु भयो यसको उच्चारण पनि गु भयो है हो अब किन गो भयो त भन्दाखेरि हामीले कन्सोनेन्ट ग युज गरेका छौं अब यो पूर्ण अक्षर बन्यो हो कि हैन हो यसरी बुझ्न सकिन्छ है त अब न एड गर्ने है त न एड गर्दाखेरि के गर्ने यो है अब न्यू यो के भयो यो नो भयो यो न्यू भयो यो नु भयो यो न्यू भयो यो नु भयो अझ हो यसरी नै हो त कोरियन शब्दहरु बन्ने है त साथीहरु हो यसरी हामीले कोरियन शब्द बनाउन सक्छौं यसरी नै हामीले 14 वटा सिंगल कन्सोनेन्ट र 5 वटा चाहिँ डबल कन्सोनेन्ट यसमा पनि प्र्याक्टिस गर्ने है त कन्सोनेन्टको तल आउने भोइलहरुसँग पनि प्र्याक्टिस गर्ने तल आउने के हुन् त यिनीहरु ओ यो उ यु उ तल आउने हुन् कन्सोनेन्टको कतापट्टि लाग्छन् त यिनीहरु तलपट्टि मात्र लाग्छन् यो दुईटा कुरा चाहिँ थाहा हुनुपर्छ है त सुरुमै दुईटा कुरा थाहा हुनु पर्यो शब्द बनाउनको लागि त्यसरी नै हामीले डबल कन्सोनेन्टको गर्दाखेरि के हुन्छ त यहाँ हेर्नुस् है त डबल कन्सोनेन्टको गर्दाखेरि पनि जस्तै हामीले स को गर्यौं ल स को गर्यौं अब यो कतापट्टि ओ लाग्छ त यहाँ लाग्छ है सो को गर्यौं
कतापट्टि लाग्यो यहाँ लाग्यो स्यो भयो सको गर्यौं उ भयो सको गर्यौं यु भयो सको गर्यौं के भयो त यसको उच्चारण सो यसको स्यो यसको स्यो सु यसको स्यु स्यु यसको सु उच्चारण भयो है त हो डबल कन्सोनेन्टमा पनि सिंगल कन्सोनेन्ट जस्तै हुन्छ है त त्यसमा केही पनि फरक हुँदैन रुल एउटै हुन्छ है त कन्सोनेन्ट भनेपछि सिंगल डबल दुईटैमा तल लाग्ने भएपछि तल दायाँतिर लाग्ने भएपछि दायाँतिर लाग्ने हुन्छ है हो यसरी हामीले सबै 14 5 19 वटा कन्सोनेन्टलाई कुन दायाँपट्टि लाग्छ कुन तल लाग्छ यसको चाहिँ प्र्याक्टिस गर्नु पर्यो है धेरै भन्दा धेरै प्र्याक्टिस गर्ने अनि आफूले यसरी कन्सोनेन्ट लेख्ने अनि डबल कन्सोनेन्ट पनि लेख्ने अनि भोयलहरु लेख्ने सिंगल भोयलहरु लेख्ने त्यसपछि हामीले प्र्याक्टिस गर्ने नहेरिकनै है नहेरिकनै प्र्याक्टिस गर्ने धेरै भन्दा धेरै प्र्याक्टिस गर्ने केही पनि गाह्रो हुँदैन त्यसपछि मज्जाले आउँछ है त साथीहरु हो यसरी हामीले शब्द बनाउन सिक्छौं है कोरियनको चाहिँ कोरियन शब्दहरु चाहिँ यसरी बनेको हुन्छ है त आज अब यसमा कुनै नबुझेको कुरा छ भने चाहिँ भन्नु होला है साथीहरु हामीले यसमा तीनवटा कुरा के जान्नु पर्ने रहेछ त है एक नम्बरमा हामीले के जान्नु पर्यो त कोरियन शब्दहरु चाहिँ कन्सोनेन्ट र प्लस भोयल मिलेर बनेको हुन्छ हैन दुई नम्बरमा चाहिँ कन्सोनेन्टको दायाँपट्टि दायाँ लाग्ने भोयलहरु थाहा हुनु पर्यो है तीन नम्बरमा कन्सोनेन्टको तल लाग्ने भोयलहरु थाहा हुनु पर्यो चार नम्बरमा चाहिँ यो जीरो भन्ने छ नि जुन जीरो भन्ने सुरुमा बीचमा र अन्तिममा आउँदा चाहिँ साइलेन्ट हुन्छ यसको उच्चारण हुँदैन भनेर बुझ्नु पर्यो यो चारवटा कुरा पनि जान्नु पर्ने हुन्छ है यो चारवटा कुरा पनि जान्नु पर्ने हुन्छ है त साथीहरु आज चाहिँ हामीले कोरियन शब्द बनाउने तरिका सिक्यौं अब घरमा पनि धेरै प्र्याक्टिस गर्नुस् है त धेरै भन्दा धेरै प्र्याक्टिस गर्नुस् अनि त्यस्तो केही पनि गाह्रो छैन है अर्को दिन हामी के पढ्ने छौं त अब डबल भोयलको बारेमा पढ्ने छौं है त डबल भोयल पढिसकेपछि फेरि हामी शब्द निर्माण पढ्ने छौं है शब्द निर्माण पढिसकेपछि हामी उच्चारणको विधिहरु पढ्ने छौं उच्चारण गर्ने तरिकाहरु उच्चारणको नियम पढ्ने छौं है त साथीहरु आजलाई चाहिँ हामी यति नै पढौं है खामसाहामनिदा धन्यवाद।